हेलो गाइज, मेरो बाल्टीसँगै हेलो है तपाईहरुलाई। म चाहिँ चिया टिप्नको लागि जाँदैछु बाल्टी बोकेर। त्यस्तो धेरै त छैन नि त, हल्का अलिअलि त्यस्तो धेरै छैन, त्यही भएर सानो बाल्टी लगेर जाँदैछु टिप्नलाई। यो देवालमा कहिले च्याउनी पलाउँदैन, के भएको? जाँदैछु म चाहिँ। यो कोलाको बोर्ड गाइज, यो कोलाको बोर्ड एकदम सानो थियो, एकदम सानो क्या। यो यत्रो हुन्छ होला जस्तै लागेको थिएन, अहिले त बढेर यत्रो भयो यार। हेर्नुहोस्, भुसुनाहरूले मच्छरहरूले टुकेर हैरान खेलाउँछ होला। अब जङ्गलमा नराम्रो चाहिँ यही छ क्या, दुःख दिन्छ धेरै भुसुनाहरूले। गाइज वाउ, टोटोला नि झर्या रहेछ। तलतिर पनि झर्या छ कि हेरौँ। एउटा झरेको रहेछ, अरू छैन। अरू सबै खोजेर लगे जस्ता छन्। हाम्रोतिर चाहिँ टोटोला भन्छ यसलाई। आया नजिकिने प्रयास नगर, आऊ तिमी यो जिन्दगीमा। चियाबारी चाहिँ यही धेरैमा कति 6-7 बोट छ होला, तर पनि हाम्रो सानो परिवारलाई त यतिले पुगिहाल्छ क्या। अस्ति एकचोटि पनि टिपेर चिया बनाइसक्नु भएको छ, माडेर सुकाएर उ गरेर। अब यो पनि लगेर त्यस्तै व्यवस्था गर्नुपर्ने छ। भनौँ कसरी म तिम्रो सामु बोली बुझ्दैन, मलाई भन्न आउँदैन, मलाई पुग्न आउँदैन बाबाका कुरा। गाउँदै गाउँदै चिया टिपियो। तर मलाई यो चिया टिप्ने बानी नभएर कस्तो ढिलो टिपेको क्या। म सदा टिप्दिनँ नि त, आजै हो मैले चिया टिपेको, त्यही भएर ढिलो टिप्छु म। सबै टिपिदिने हो। अब चिया पकाएर खानुपर्छ घरको, एकदम दामी दामी। के सन्देश बोकिल्यायो ए बादल, आकाश छोपी। नबिर्से तिमीलाई, नपाए तिमीलाई हो, नबिर्से तिमीलाई, नपाए तिमीलाई, बिना अर्थ दिलमा सजाए तिमीलाई, बिना अर्थ दिलमा सजाए तिमीलाई।
मलाई चाहिँ खासमा चाहिँ मोटो भ्लग बनाउन मन परेको छ क्या तर के गर्नु बाइक छैन मसँग बाइक थियो बेचिहालेँ मैले भन्दा साइन कुदाउँथेँ क्या बेचिहालेँ अब फेरि विचार गर्दैछु महँगोको त किन्न सक्दिनँ ठिक्क दामको अलिअलि दामको किन्नुपर्छ होला अब यो त कति सानो टिप्न पनि अप्ठ्यारो हुने गरी सानो छ यार यो चाहिँ अलि बेग्लै खालको रहेछ यसकोमा चाहिँ खासै मुना पनि छैन यिनीहरुकोमा जस्तो नि हेर्नु न गाइस यत्रो सानो सानो छ यत्रो चाहिँ कसरी टिप्नु अलिक नराम्रो खालको पर्यो कि क्या हो त्यो चाहिँ मच्छरले चाहिँ हमला गरेर यति मात्रै टिप्यो गाइस मच्छरले टोकेर झन्डै मेरो प्राण छिन्यो त्यही भएर मैले कति 2 बोट जतिको चाहिँ टिप्यो होला अब म घर गएको सक्दिनँ मच्छरले पोको पारेर मैले मारु सबै हातहरु खुट्टाहरु सबै चिलाइरहेछ मच्छरले टोकेको ठाउँतिर यस्तरी त सकिदैन गाइस गएको अब यी झन्डै लडी झन्डै थुतुन गयो